साथीहरू मलाई भोइस अफ नेपालको सबैभन्दा झुर एपिसोड चाहिँ यही एपिसोड लाग्छ है, किनभने यो भिडियो पहिले हेर्नुहोस् अलिकति। यति मिठो दिउला तिमीलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा। यति चोखो यति मिठो दिउला तिमीलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा। यति चोखो मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई। यति चोखो यति मिठो देउला तिमीलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा। यति चोखो उहाँले मात्रै 3 सेकेन्डको चाहिँ लिरिक्स बिर्सिँदाखेरि उहाँलाई चाहिँ द भोइसले रिजेक्ट गरिदिएको छ क्या। यति चोखो मात्रै यति मात्रै बिर्सेको, बाँकी सुरुदेखि अन्तिमसम्मै माइन्ड ब्लोइङ छ है। उहाँको गाना एकदमै दमदार खतरनाक छ है, किनभने यो ओरिजिनल गाना भनेको चाहिँ अब सबैलाई थाहा नै छ, स्वर सम्राट नारायण गोपालको हो र पछि गएर चाहिँ उदय सोताङले पनि गाउनु भएको छ। तर म रियलमै भन्छु उदय सोताङले भन्दा नि राम्रो गाएको थियो क्या। तर किन हो त्यो के नोट पुगेन के पुगेन भनेर लास्टमा त्यसरी रिजेक्ट गर्दैछ। तर वास्तविक लिनुपर्ने मान्छे चाहिँ हो, लिँदाखेरि खेर नजाने हो। म यदि भन्छु कि द भोइसको चारैजना कोचले पनि यो गीत चाहिँ उहाँले जति गाउन सक्दैन क्या, यति चाहिँ ठोक्काका साथ भन्छु। आखिरमा द भोइसलाई चाहिएको चाहिँ कला गला भएको प्रतिभा चाहिएको हो कि चाहिँ एकदमै ए टु जेड र भोइस चाहिएको उहाँहरूलाई, त्यो चाहिँ अब उहाँहरूलाई नै थाहा होला होइन। तर पनि ए टु जेड र भोइस चाहिएको उहाँहरूलाई, त्यो चाहिँ अब उहाँहरूलाई नै थाहा होला होइन। तर पनि एकजना साधारण मान्छे द भोइसको प्लेटफर्मसम्म पुग्नको लागि, त्यो स्टेज पाउनको लागि कतिवटा दुःख कष्ट कतिवटा झमेलाहरू पार गरेर आएको हुन्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नुपर्छ। त्यति सजिलै चाहिँ कसैलाई रिजेक्ट गर्न चाहिँ अलिकति कस्तो कस्तो नराम्रो लाग्यो। तर उहाँ जोसुकै होस्, तर उहाँले गाएको गाना एकदमै खतरा छ। उहाँको साङ्गीतिक भविष्य एकदमै मैले चाहिँ राम्रो देखेको छु। तपाईँहरूलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया राख्नु होला। थ्याङ्क यू सो मच।